लगभग हामी समर क्याम्पको अन्त पुग्दैछौँ। टुडे इज 5th डे है समर क्याम्प, भारतीय भाषा समर क्याम्प है। तर लगभग आज हामी 5th डे, लगभग टोटल 6 डेजको प्रोग्राम हो र आज हामी लगभग 5th डेमा आइपुगेको छौँ। र आजको हाम्रो जुन मेन प्रोग्राम चाहिँ छ अर्ग्यानिक भेजिटेबल्स आइटम्सहरू सोको निम्ति यहाँ थुप्रै हामीले फुड आइटम यहाँ जम्मा पारेको छौँ र यसलाई है प्रत्यक्ष रूपमा तपाईँले बुझेर जाइदिनुहोस्। यो फुडहरूलाई, यो भेजिटेबल्सहरूलाई के भन्छ र यसको स्पष्टीकरण लेप्चा मिस पासाङ म्यामबाट यो सुरु हुनेछ र सबैले राम्ररी बुझेर जानुहोस्। ओके, विश यू अल द बेस्ट है, बुझेर जानुहोस्। थ्याङ्क यू सो मच। र पासाङ म्यामलाई यहाँ थ्याङ्क यू सो मच सर। यहाँनिर उयो के भन्छ, आज यो समर क्याम्पको 5th डे होइन, 5th डे छ आजसम्म। अस्ति अब डोमेस्टिक एनिमल्स अलिकति बेसिक चिजहरू के सिकाइदिएको छु नानीहरूलाई है। अन्त आजको यिनीहरूले लेखेको छैन होला, यो चाहिँ लेख्नुहोस् ल तपाईँहरूले। यहाँ जति पनि छ यो सबै चाहिँ आउँदैन। यो जति यो यति यहाँनिर लेखेको छु, यो यति चाहिँ खास लेप्चाको ट्रेडिसनल भेजिटेबल्स हो ल। यति चाहिँ लेप्चाहरूले खास उयो खाने। यतिमा पनि सबसे उयो आउने चाहिँ छ नि यो च्याउ र यो गक्लेतो। खोइ मेरो अलिक नेपाली उयो छैन नि, अलिक यो गक्लेतो र नि यो च्याउ चाहिँ मेन उयो आउँछ ल। तर जुन चाहिँ हामीले यो घाँस काटेर हाल्छ नि गक्लेतो, त्यो चाहिँ होइन, तर अलिक अर्को हुन्छ अरे डार्क ग्रिनमा। अन्त त्यसको सेप साइजहरू अलिक अर्कै हुन्छ, त्यस्तो हुन्छ ल सब्जी खाने चाहिँ। म्याक्सिममले अहिलेसम्म लेप्चाले नै चिन्दैन त्यो सब्जी, 1-2जनाले मात्रै चिन्छ। त्यो म्याक्सिमम यता अलिक खोला यस्तो के भन्छ झर्नाहरू भएकोतिर पाउँछ ल। त्यो अब त्यो सधैँ भएको पानी हुन्छ नि त्यस्तोतिर पाउँछ ल। अलिक नेपाली राम्रो भइसक्यो। सिम्सा पनि होइन कि त्यो जङ्गल अलिक खोजहरू हुन्छ नि चिसो भएको जग्गातिर पाउँछ ल। यो गक्लेतो सब्जी चाहिँ खास लेप्चाको यो सब्जी चाहिँ त्यो हो। अनि त्यहाँदेखिको अरू सब्जी त म्याक्सिमम तपाईँहरूले चिन्नुहुन्छ हो। यो पलाम उयो के भन्छ, यहाँ देखाइदिन्छु ल। 1-2वटा चाहिँ छ, यहाँ छैन अरू। योहरू चाहिँ यो कुकुरदाइनी के कुकुरदाइनी अरे। यो चाहिँ यिनीहरू चाहिँ लेप्चाको ट्रेडिसनल सब्जीमा आउँछ ल योहरू चाहिँ। अनि सबै चाहिँ आउँदैन। अनि त्यहाँदेखि एउटा भन्छ पलाम झिउ भन्छ हाम्रोबाट हो, पलाम झिउ भन्छ। अनि त्यहाँदेखिको यो के भन्छ तुङटक भन्छ निङ्रो हो। अनि त्यहाँदेखि सुन्तुक भनेको चाहिँ गुर्बे भनेर सब्जी हाम्रो। यो चाहिँ नि ट्रेडिसनल भेजिटेबल्समा आउँछ हो। यो चाहिँ बेतको टुसा, मेन बेतको टुसा। त्यहाँदेखिको तुङसेलबी भनेको अघि त्यही गक्लेतो। त्यहाँदेखिको दोर्बी भनेको सिनाला तितो हुन्छ त्यो हो, अनि टोटोलाको फुल। त्यहाँदेखिको यो सुरङ्गी, यो त अब कमन यहाँनिर लेकमा है सबैले चिन्छ, के भन्छ सिस्नु हो। त्यहाँदेखिको चाहिँ ठोट्ने पनि लेप्चाहरूको एकदम उयस मेन उयसमा आउँछ। त्यो अचारहरू यस्तो भेजिटेबल्स कुनै चिज बनाउनुमा यो ठोट्ने होला, कुन्देम पाम भन्छ ल। यो यति चाहिँ मेन उयसमा आउँछ हाम्रो। अरू चाहिँ अब यहाँनिर छ, यो यहाँनिर जति पनि उयो गरेको यसलाई भन्छ यो करेला है। करेला लेप्चाबाट लेखेको छु खाक्टिक, लेप्चाबाट खाक्टिक भन्छ यसलाई हो। अनि त्यहाँदेखिको चाहिँ यो यहाँनिर भेन्डी लेखेको छ हो। अन्त कुर्मुक बी, यसलाई चाहिँ लेप्चाबाट कुर्मुक भन्छ हो। अनि त्यहाँदेखिको इस्कुसलाई चाहिँ कमन यताउता झन् हामीले बिस्कुट बुक भन्छ ओ, बिस्कुट बुक भन्छ। तर खासमा चाहिँ कदुपत भन्दो रहेछ ल। कदुपत हामी चाहिँ बिस्कुटै भन्छ हो। च्याउलाई चाहिँ हामी दोर्बी भन्छ, च्याउ हो। अनि त्यहाँदेखिको तुङटक बी के भन्छ निङ्रो, तुङटक बी। त्यहाँदेखि आलु है, आलुलाई चाहिँ हामीले पुटेट बुक भन्छ, आलुलाई हामीले पुटेट बुक भन्छ। त्यस्तै यो सिस्नु चाहिँ म पक्रिदिनँ ल, सिस्नु हो। सिस्नुलाई चाहिँ हामीले सुरङ्गी भन्छ, सुरङ्गी है। अन्त यो डल्ले खोर्सानी है, डल्लेलाई चाहिँ हामी यहाँनिर सुनकार बारे भन्छ। हुनु त सुनकार सबैलाई खोर्सानी नै भन्छ, तर सुनकार बारे भन्छ डल्लेलाई चाहिँ ल, बारे भन्छ।
अनि त्यहाँदेखिको यो के चाहिँ अब आफ्नो आफ्नो जग्गा अनुसारको है यो रायो साग छ। यहाँनिर चाहिँ कुन्डौबी लेखेको छ, तर हामी यहाँनिर कमनली हामीले कुन्यौबी भन्छ यसलाई हो, तर एक्ज्याक्टमा यसलाई कुन्डौबी भन्छ, तर हामी कमन उयसमा सबैले कुन्यौबी भन्छ यसलाई। प्लस यो रुख टमाटरलाई चाहिँ उयो के भन्छ हामीले कुन्दौबिरो भन्छ, कुन्दौबिरो हो। मुला छ है, मुलालाई चाहिँ हामी लाबो भन्छ, प्लस लाबो। सिमी छ यहाँनिर, सिमी चाहिँ हामीले तुकबित भन्छ, प्लस तुकबित। यो के भन्छ फर्सीको टुप्पा छ, फर्सीको टुप्पालाई हामीले तुङ्गत आन्याक भन्छ, तुङ्गत बनेको फर्सी, टुप्पालाई आन्याक भन्छ, फर्सी टुप्पा। काँक्रा रहेछ, काँक्रालाई चाहिँ हामी सुर्याक भन्छ, सुर्याक लेप्चाबाट हो। अनि यो हाम्रो लेप्चाको चाहिँ एकदम यो पोदोङ भन्छ यसलाई, यो बाँसको टुसालाई। बाँस पनि हाम्रोमा चाहिँ एकदम मेन उयो हाम्रो लेप्चाको ट्रेडिसनल सब्जीमै आउँछ यो पोदोङ। यो फर्सीको गट्टा, यो तुङ्गुत भन्छ यसलाई, प्लस तुङ्गुत। यहाँ फापरको साग छ, खुरुबी, खासैमा चाहिँ यसलाई खुरु भन्छ हाम्रो, खुरु गेरेहरू भन्छ, तर यो के भन्छ यसलाई चाहिँ तिते फापर र मिठे फापर भन्छ नि, त्यसलाई हाम्रो खुरुबी। प्लस इस्कुसको मुन्टा रहेछ, इस्कुसको टुप्पा इस्कुसको टुप्पा, यसलाई चाहिँ हामी कादुन्याक भन्छ, कादुन्याक हो। अन्त यो लट्टेको साग है, लट्टेको साग है, लट्टे साग। यो चाहिँ हामीले किन्यम्बी भन्छ, लस किन्यम्बी यसलाई। अलिकति टाइम पाएनस् यहाँ लेप्चाको माथि किन्यम भनेर इङ्ग्लिसमा लेखेको सजिलो हुँदो रहेछ है। यो चाहिँ मैले उचाल्नु पनि सकिनँ, लस म यहीँ राखिदिन्छु हो। यो के भन्छ सिमला, योलाई चाहिँ दाम्ब्योबी भन्छ, लस दाम्ब्योबी। यो ल आजको लागि चाहिँ यति नै रहेछ सब्जी हो। जो किन्नु हुने आउँदा हुन्छ है, कसरी केजी म बेचिदिन्छु तपाईँहरूलाई। म पैसा उठाउँछु यसको, को किन्नु हुने, के लानु हुने। अनि हाम्रो समर क्याम्प चाहिँ आजको लागि चाहिँ यति नै रहेछ अरे हो।